नमस्ते गुड मर्निङ डिएक्सन जति पनि डिएक्सन हेल्थ लर्निङ एन्ड ट्रेनिङ युट्युब च्यानलमा रहनुहुने सम्पूर्ण महानुभावहरुमा दर्शकबिनहरुमा नमस्ते एन्ड ह्यापी गुड मर्निङ डिएक्सन। म आज तपाईहरुलाई डिएक्सन कम्पनीका मास्टर प्रोडक्ट आरजीजीएल को बारेमा भन्न चाहन्छु। सर्वप्रथम तपाईहरुलाई जहाँ जुनसुकै देशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरुमा मेरो तर्फबाट म वीर बहादुर तामाङको तर्फबाट यहाँहरुलाई दर्शन नमस्ते एन्ड ह्यापी गुड मर्निङ डिएक्सन भन्न चाहन्छु। यहाँहरु जहाँ भए पनि स्वस्थ व्यस्त आरामै हुनुहुन्छ होला र आज तपाईहरुलाई म सानो टिप्स सानो इन्फर्मेसन जानकारी गराउन चाहन्छु। यो डिएक्सन कम्पनीको मास्टर प्रोडक्टको बारेमा कतिपय सर मिस म्याडमहरुलाई थाहा नहोला, कतिपयले थाहा होला, तैपनि जसलाई थाहा छ र जसलाई थाहा छैन उहाँहरूले चाहिँ हेर्नु होला। यस आरजीजीएल को बारेमा भन्न चाहन्छु म सर्वप्रथम त। पहिला म के भन्न चाहन्छु भने डिएक्सन कम्पनीमा कस्तो खालको प्रोडक्टहरु छन् त त्यस सम्बन्धमा पनि तपाईहरुलाई अलिकति चर्चा गर्न चाहन्छु है त। प्रोडक्ट अफ डिएक्सन कम्पनी, डिएक्सन कम्पनीको प्रोडक्टहरु यहाँ हेर्नुस्। सबभन्दा हामीलाई चाहिँ के छ भने यसमा फुड एन्ड बेभरेज सम्बन्धी छ, त्यसपछि आयुर्वेदिक सप्लिमेन्ट छ, नेचुरल फुड नेचुरल हेल्थ फुड सप्लिमेन्ट छ, कस्मेटिक एन्ड टोइलेटरिज यस्ता खालको सामानहरु छ कि धेरै आइटमको सामानहरु छ हामीसँग। अब विभिन्न ठुल्ठुलो रोगहरु सम्मदेखि सानो हामीलाई अब दैनिक जीवनमा चाहिने जुन दैनिकी चाहिँ हामीले युज गर्ने खालका प्रोडक्टहरु जस्तै तपाई हामीले अब पर्सनल केयर सम्बन्धी पर्सनल सम्बन्धी चाहिने अब जुन कस्मेटिक सम्बन्धी सामानहरु हुन्छन् त्यो सामानहरु समेत पनि यसमा पाउँछन् हैन। विभिन्न यो फुड एन्ड बेभरेज सम्बन्धी भनेको त ठुल्ठुलो रोगहरु भएको र तपाई हामीले पनि यो खान मिल्ने खालको छ। यसमा चाहिँ सबै आयुर्वेदिक चीज हो। यो चाहिँ फुड सप्लिमेन्ट भित्र पर्छ हैन। यसमा चाहिँ यसको डिएक्सनको प्रोडक्टहरुमा कुनै पनि केमिकलहरु चाहिँ यसमा कलरिङ एडहरु चाहिँ हुँदैन। यसमा आर्टिफिशियल केमिकलहरु चाहिँ यसमा मिसाएको हुँदैन। त्यसकारणले गर्दा चाहिँ यो 100% नेचुरल मानिन्छ। संसारमै जडीबुटीको राजा मानिन्छ यो जुन रातो च्याउबाट बनाएको जुन प्रोडक्ट छ। त्यसैगरी यहाँहरुलाई म सर्वप्रथम त डिएक्सनका आरजीजीएल को बारेमा भन्न चाहन्छु। आरजीजीएल ले के काम गर्छ त? किन डिएक्सन कम्पनीको मास्टर प्रोडक्ट मानिन्छ त यसलाई? कोर प्रोडक्ट अफ द कम्पनी रेसिगानो, यसलाई आरजी पनि भनिन्छ सर्टकटमा। रेसिगानोलाई आरजी भनिन्छ। यो चाहिँ 90 दिनको परिपक्व च्याउबाट चाहिँ बनाएको हुन्छ। 90 दिनको माथिल्लो छाता भागबाट बनाएको जुन 90 दिनमा मात्र परिपक्व च्याउ बन्छ त्यो च्याउको माथिल्लो छाता भागबाट चाहिँ बनाएको धुलो चाहिँ यो आरजी मा प्याक गर्छ, कुनै पनि चीज नमिसाएर। जस्तै यो भागबाट यहाँ देख्नु भएको छ नि तपाईहरुले, यो चाहिँ 90 दिनमा चाहिँ यस्तो हुन्छ यो च्याउ। 90 दिनमा यो भइसकेपछि 90 दिनमा यो माथिल्लो छाता भागबाट बनाएको यो धुलो जुन धुलो बनाउँछ, धुलो बनाइसकेपछि जस्तै 20 केजी च्याउ, यो 20 केजी यो काँचो च्याउबाट जम्मा 1 केजी को चाहिँ 1 केजी मा झर्छ। 1 केजी को धुलो बनाउँदाखेरि लास्टमा सुकाएर बनाउँदाखेरि 1 केजी मा पुग्छ कि यो 90 दिनको च्याउलाई यसो गर्नुपर्छ। त्यो छाता भागबाट बनाएको च्याउलाई चाहिँ आरजी भनेर भनिन्छ। जुन 100% यसको मात्र धुलो हुन्छ यसमा आरजी मा। र जीएल भनेको चाहिँ यसको नाम चाहिँ गानोसेलियम हो। यो चाहिँ 18 दिन वा 14 दिनमा चाहिँ यो च्याउ तयार पार्छ। यो चाहिँ जग्गा भागबाट बनाएको हुन्छ। जस्तै यस्तोबाट च्याउ 18 दिनमा चाहिँ यस्तो हुन्छ कि यो तलको ढाड भाग जुन जरो भागबाट बनाएको हुन्छ यो 18 दिनको जुन त्यसलाई चाहिँ जीएल भनेर भनिन्छ।
यसै गरी यिनीहरूले के काम गर्छ त भन्ने बारेमा पनि तपाईहरुले म अलिकति चर्चा गर्न चाहन्छु। यो विशेष गरी यो आरजीले चाहिँ तपाई हाम्रो शरीरमा भएका टोक्सिनहरु जुन विषादीहरु छन् त्यसलाई चाहिँ बाहिर फ्याक्ने काम गर्छ भने जिआरले चाहिँ तपाई हाम्रो शरीरमा चाहिने मात्रा भिटामिन मिनरल्स के चाहिन्छ त इम्युन सिस्टमलाई चाहिँ बलियो बनाउने काम गर्छ र हामीलाई चाहिने पोषण तत्त्वहरु चाहिँ आपूर्ति गर्ने काम गर्छ। के गर्छ त अब रातो च्याउले गान्डरमा हाम्रो शरीरमा चाहिँ हेर्नुस् है, म तपाईहरुलाई अलिकति सिरियल रूपमा भन्न चाहन्छु। हेर्नुस् है, यो गान्डरमा भने पनि रातो च्याउ भने पनि एउटै हो अथवा लिङ्जी भने पनि एउटै हो। जस्तै रेड रेसी भने पनि भनिएको छ यहाँ है। धेरै पहिला चाइनातिर अब चाइनामा चाहिँ यसको लिङ्जी भनेर चिनिन्छ, जापानमा यसको रेसी भनेर चिनिन्छ भने कोरिया भाषामा चाहिँ यसलाई योङची भनिन्छ। इन्डियानाहरूले चाहिँ राजा रेसी भनेर भन्दो रहेछ। यसको वैज्ञानिक नाम चाहिँ गान्डरमा लुचिडाम हो, जुन तपाई हामीले कहिले रातो च्याउ भन्छौँ, कहिले गान्डरमा भन्छौँ, कहिले लिङ्जी भन्छौँ। जे भने पनि आफ्नो देशमा आफ्नै भाषाले जानिन्छ, त्यो कारणले गर्दा तपाई हामीले कन्फ्युजन नहोस्। यो गान्डरमा किन त हामीलाई यसले के गर्छ त भन्दाखेरि किन यो संसारमा चाहिँ यसलाई चाहिँ जडीबुटीको राजा मानिन्छ त यो संसारभरि नै, किन यति धेरै महत्त्व यसको? यो भन्दा अरु कुनै जडीबुटी छैन जुन कि यो रातो च्याउले गर्ने जस्तो काम गर्ने कुनै पनि जडीबुटी छैन। किनभने यसमा 400 भन्दा बढी कम्पोनेन्टहरु पाउँछ र 250 भन्दा बढी चाहिँ यसमा धेरै खालका भिटामिनहरु मिनरल्सहरु चाहिँ तत्त्वहरु पाउने भएकोले चाहिँ यो संसारमै जडीबुटीको राजा चाहिँ मानिएको हो। यो र यसले चाहिँ हाम्रो शरीरमा के काम गर्छ भन्दाखेरि चाहिँ हेर्नुस् है, यसको काम भनेको यसमा मेन बेसिकली तत्त्व भनेको जम्मा 5 वटा छन्। यसमा एउटा पोलिसेक्राइड भयो, एउटा अर्गानिक जर्मानियम भयो, एउटा एडोनिसिन भयो, अरु भयो टाइटरपिनोइड्स भयो र गानोदारिक एसेन्स भयो। यो 5 वटा तत्त्वले चाहिँ तपाई हाम्रो शरीरमा चाहिँ कस्तो खालको भूमिका खेल्छ त जुन अरु जडीबुटीहरुले गर्न सक्दैन। तर यो डिएक्सनको जुन यो रातो च्याउ छ नि, संसारमै जडीबुटीको राजा त्यतिकै भन्दैन। हरेक साइन्टिस्टहरुले चाहिँ रिसर्च गरेर जापान चाइनाका साइन्टिस्टहरु र हरेक ठुल्ठुलो देशका मान्छेहरूले अझै पनि यसको बारेमा खोज अनुसन्धान फेरि गरिरहेकै छ अझै पनि। र अहिलेसम्मको परिवेशमा चाहिँ अहिलेसम्मको कन्ट्रिजमा चाहिँ संसारकै जडीबुटीको राजा हो भने चाहिँ यसले प्रमाणित गरिसकेको छ। र यसै गरी तपाई हामीले यो खाइसके पछाडि हाम्रो शरीरका सेल भित्र कोषमा पुग्छ। यो कोषमा पुगिसके पछाडि जुन यो गान्डोर्मामा पोलिसेक्राइड भन्ने तत्त्व पाउँछ। यसले चाहिँ हाम्रो शरीरमा भएका विभिन्न विषादीहरु हाम्रो शरीरमा नचाहिने वस्तुहरु जुन जसले चाहिँ हाम्रो शरीरमा चाहिँ एकदमै हानि गरिरहेको हुन्छ त्यो चीजहरुलाई चाहिँ उसले एकदम स्क्यानिङ गरेर चाहिँ बाहिर फ्याक्ने काम गर्छ। क्लिन्जिङ भन्छ त्यसलाई। पोलिसेक्राइड भन्ने तत्त्वले चाहिँ हाम्रो शरीरमा भएको विभिन्न यो नचाहिने वस्तुहरु हामीले खाना खाँदाखेरि हावापानी अब विभिन्न कारणले गर्दा चाहिँ हाम्रो शरीरमा विभिन्न तरिकाले चाहिँ टोक्सिनहरु जम्मा भइरहेको हुन्छन्, आउने जाने क्रम भइरहेको हुन्छन् र शरीरले चाहिँ धेरै यो टोक्सिनहरु जम्मा भइसकेपछि बाहिर निकाल्न नसकेको अवस्थामा चाहिँ तपाई हामीलाई विभिन्न किसिमका रोग लागेको महसुस हुने अथवा हामीले बिरामी भएको महसुस हुन्छ। त्यही भएको कारणले चाहिँ यो खाइसके पछाडि चाहिँ सिधै हाम्रो शरीरमा कोषमा चाहिँ यो पुग्ने गर्छन् र कोषमा पुगिसकेपछि यसले कहाँनिर चाहिँ तपाई हाम्रो टोक्सिन र कहाँनिर चाहिँ हाम्रो शरीरमा कहाँनिर कमजोर रहेछ त कहाँनिर चाहिँ यसमा रोग छ भन्ने कुरा चाहिँ उहाँले के अरे यो गान्डोर्मालाई चाहिँ बाहिर फ्याक्ने काम गर्छ। हेर्नुस् है, तपाई हाम्रो जुन नेचुरल हेलिङ भन्छ यसलाई। जस्तै तपाई हाम्रो दिशा पिसाबबाट नाकबाट सिङ्गारको मार्फतबाट कानबाट
विभिन्न ठाउँ जुन हाम्रो नेचुरल हेलिङहरू छ त्यहाँ त्यो मार्फतबाट चाहिँ तपाईँ हाम्रो विषादी टोक्सिनहरू चाहिँ बाहिर फ्याँक्ने काम गर्छ। हेर्नुहोस् है। र यसै गरी अर्को छ अर्ग्यानिक जर्मनियम। आरजी र जिएलमा यो दुवै तत्त्व पाउँछन् है। फेरि अघि मैले भने तपाईँलाई आरजी र जिएल। यो अर्ग्यानिक जर्मनियम भन्ने चाहिँ के काम गर्छ त भन्दाखेरि चाहिँ तपाईँ हाम्रो शरीरमा चाहिने मात्र चिजहरू र नचाहिने वस्तुहरू चाहिँ बाहिर फ्याँक्ने काम गर्छ र शरीरलाई एकदमै सन्तुलित बनाएर राख्ने काम गर्छ यो अर्ग्यानिक जर्मनियमले, जुन गान्डरमा पाउँछ। र ब्यालेन्सिङ गर्ने काम गर्ने भयो अर्ग्यानिक जर्मनियमले। त्यसै गरी अर्को एडोनिसिन भन्ने तत्त्व पाउँछ। तपाईँ हाम्रो शरीरलाई कन्ट्रोलिङ गर्ने, नियन्त्रण गर्ने, कुन चिजलाई कहाँ पठाउने, कुन चिजलाई कहाँ राख्ने, कति रगत राख्ने र कुन कोषमा कुन सेल्समा कति मात्रा पठाउने भन्ने कुरा चाहिँ सबै काम चाहिँ यो एडोनिसिन भन्ने तत्त्वले गर्छ। त्यसलाई भन्छ रेगुलेटिङ। कति पठाउने त एकदम गियर जस्तो के, कति गियर लाउने, अब कति मिलाउने, एकदम कन्ट्रोल गर्नुभएको, एकदम निरन्तर के नियन्त्रण गर्न सक्नु पर्यो कि हाम्रो शरीरमा। त्यस्तो शक्ति हुन्छ यसमा एडोनिसिन भन्ने तत्त्व भनेको त्यस्तो छ। र अर्को छ ट्राइटरपेनोइड्स भन्ने तत्त्व छ। त्यसले चाहिँ हाम्रो शरीरमा भएका भत्केका कोषहरू, बिग्रेका कोषहरू, जुन अब एक्टिभ नभएको कोषहरूलाई चाहिँ एक्टिभ बनाउने र फेरि त्यसलाई एक्टिभ बनाइसकेपछि अब त्यसलाई नन एक्टिभ छ भने त्यसलाई एक्टिभ बनाउने, अलिकति त्यसलाई चाहिँ अलिकति निष्क्रिय भइरहेछ भने त्यसलाई फेरि सक्रिय बनाउने, त्यसलाई काम गर्न दिइहाल्छ। त्यो कारणले चाहिँ ट्राइटरपेनोइड्स भन्ने तत्त्व चाहिँ त्यो काम गर्छ। र यसै गरी अर्को लास्टमा रहेको छ गानोडारिक एसेन्स भन्ने। यसले चाहिँ तपाईँ हाम्रो शरीरमा भएका चाहिने मात्रा नचाहिने कोषहरू हाम्रो शरीरमा 60 सेकेन्डमा 60,000 भन्दा कोषहरू मर्ने जन्मने क्रम हुन्छ अरे। त्यो भएको कारणले यो गानोडारिक एसेन्सले चाहिँ हाम्रो शरीरमा कुनै पनि कोषहरू चाहिँ पुनर्निर्माण गर्ने काम चाहिँ यसले गर्छ। गानोडारिक एसेन्सले तपाईँ हाम्रो शरीरको कोषहरू बनाउनका लागि पर्याप्त मात्रामा चाहिने मात्रामा चाहिँ पोषण तत्त्वहरू हरेक चिज मिलेको हुनुपर्छ। त्यतिकै हाम्रो शरीरले बनाउन सक्दैन, गाह्रो हुन्छ। त्यो भएको कारणले चाहिँ यो गानोडारिक एसेन्स छ भने चाहिँ हाम्रो शरीरमा भएका कोषहरू बिल्डिङ गर्न, कोषहरू चाहिँ रिजेनेरेसन गर्न चाहिँ यसले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले यस्तो मेन तत्त्वहरू पाउने भएको कारणले चाहिँ संसारमै यसले चाहिँ जडीबुटी राजा भनेर चिनिन्छ। त्यस कारणले गर्दा म तपाईँहरूले यो चित्रबाट पनि अलिकति प्रश्न गर्न चाहन्छु। जस्तै यो सेल भनेर लेखा छ। सेलबाट हामी टिस्यु र टिस्युबाट अर्गेन्सबाट सिस्टम र त्यसपछि होल बडी भनेर यहाँ देखाएको छ। जुन कुरा तपाईँ हामीले कस्तो हुन्छ भने हामी बिरामी भइसके पछाडि हामी कहाँ उपचार गर्छौँ? अङ्गमा, अर्गेन्समा। हामी सेल्सदेखि उपचार गर्दैनौँ, हामी सिधै अर्गेन्समा उपचार गर्छौँ। किनकि हामीलाई सेल्समा अलिकति कमजोर हुँदाखेरि सेल्सबाट टिस्युमा चाहिँ निर्देशन दिन्छ, टिस्युबाट चाहिँ अर्गेन्समा दिइसकेपछि बल्ल हामीलाई चाहिँ बिरामी भएको महसुस हुन्छ। र बिरामी भएको महसुस भएपछि हामी डक्टरका हस्पिटलमा जान्छौँ। जाँदाखेरि तपाईँ हामीलाई अब विभिन्न यो तपाईँको विभिन्न अङ्गमा चाहिँ यो भएछ कि यो समस्या भएछ भनेर चाहिँ डक्टरहरूले भन्छ। त्यसपछि तपाईँलाई औषध दिइन्छ, तर तपाईँको पूर्ण रूपमा ठिक हुन सक्दैन। त्यो कुनै पनि रोग छ भने तपाईँको भर्खर लागेको छ भने ठिक होला, तर अलिकति लङ टर्म भइसकेको रोग चाहिँ अब निको हुन गाह्रो हुन्छ, दबाएर राख्नुपर्ने हुन्छ। दबाई भन्छौँ नि, दबाई भन्नुको मतलब नै दबाएर राख्ने हो क्या। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले चाहिँ उपचार गर्न प्राकृतिक रूपमा उपचार गर्नुपर्छ। हाम्रो प्राकृतिक शरीरलाई प्राकृतिक रूपमै उपचार गर्नुपर्ने भएको कारणले चाहिँ तपाईँ हामीले आफ्नो जुन जरादेखि नै उपचार गर्यो भने तपाईँ हाम्रो शरीर पूर्ण रूपमा स्वस्थ बन्न सक्छ। तर हाम्रो एउटा अङ्गबाट मात्र, अङ्गदेखि माथि मात्र उपचार गर्यो भने तपाईँ हामी गाह्रो हुन्छ, हामी स्वस्थ बन्न कहिले पनि स्वस्थ बन्न सक्दैनौँ। त्यस कारणले गर्दा गान्डोरमले चाहिँ सेल्सलाई निर्माण गर्छ, सेल्सलाई बिल्डिङ गर्छ, सेल्सलाई एक्टिभ गर्छ। जब तपाईँको सेल्स राम्रो बन्छ तब तपाईँको टिस्यु राम्रो हुन्छ, जब तपाईँको टिस्यु राम्रो हुन्छ तब तपाईँको अर्गेन्स राम्रो हुन्छ, जब तपाईँको अर्गेन्स एक्टिभ र स्वस्थ हुन्छ बल्ल तपाईँको सिस्टम दह्रो हुन्छ, र सिस्टम दह्रो भइसकेपछि
तपाईको बडी होल बडी नै एउटा हेल्थी बडी बन्न सक्छ। त्यसकारणले गर्दा यो कुरो तपाईँ हामीले चाहिँ विचार पुर्याउँ। ग्यान्डोर्माले सेल्समा काम गर्छ, कुनै पनि शरीरसँग सम्बन्ध हुँदैन, यसले सेल्समा काम गर्छ र सेल्समा काम गरिसकेपछि सेल्समा भएको विभिन्न चाहिने चिजहरू फाल्छ, नचाहिने चिजहरू राख्छ र अरू के गर्छ भन्दाखेरि हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता चाहिँ यसले वृद्धि गराइदिन्छ, बढाइदिन्छ। त्यसकारणले गर्दा रोगसँग आफसे इम्युनिटी सिस्टम भन्छ नि, त्यो रोगसँग लड्ने क्षमता त्यसले चाहिँ रोगसँग अटोमेटिक रूपमा चाहिँ लड्न सक्छ। हाम्रो शरीरको सबैभन्दा ठुलो डक्टर भनेको नै इम्युनिटी सिस्टम हो कि, इम्युनिटी सिस्टम जुन चाहिँ रोगसँग लड्ने क्षमता हुन्छ यसमा। त्यस कारणले गर्दा चाहिँ इम्युनिटी सिस्टम इज द बेस्ट डक्टर इन द वर्ल्ड भनेर चाहिँ भन्छ। ठिक छ साथीहरू, यति कुरा गर्दै म तपाईँहरूबाट बिताउन चाहन्छु। हस्त नमस्ते, गुड मर्निङ डिएक्सन।